एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग। लु साथीभाइ, आज चाहिँ हामी सिलगढीबाट लागेको भाइ हामी सबैजना गएको है भाइ है हामी गएको भन्छ नि भाइ बिजीलाई छ पिङपममा भाइ नानी भाइ कहाँ गएको तिमी भनिदेऊ न हौ, छिटो भन न हौ। एछिमा बसेला कहाँ गएको हो भाइ? ल साथीभाइ, हामी चाहिँ जस्ट निक्लेर दिशा आइपुग्यो अहिले चाहिँ हो। आज एकदम गरम छ बाहिर, त्यसले गरेको कति बेला पुग्ने हो? कति बज्यो? 3:30 भयो होला। 3 बजी चल्यो भाइ, 3 बजी चल्यो। गएको तिमी 3 बजी भयो हिँडेछ भाइ त। भाइ हेलो हेलो गाइज भन्दैन हौ, छिटो। ए सबैजना छ भाइ भाइ कुकु कुकु। अहिले पर पुगेर अब चाहिँ म नौका घाट पुग्न आँटेँ साथीभाइ। अहिले चाहिँ हामी एसएफ रोड आइपुग्यो। यहाँ चाहिँ बेलुका चाहिँ सबै कुरा खाने कुराहरू पाउने जग्गा स्टलहरू हुन्छ यहाँ चाहिँ यतातिर। लिट्टी चोखा खाने ठाउँ चाहिँ यो है साथीभाइ। एसएफ रोड भन्छ यो चाहिँ। जलपाई मोडबाट भित्र पस्नुपर्छ। लिट्टी चोखा खानु मन हुनेहरू चाहिँ आउँदा हुन्छ टक्कै। ल साथीभाइ, अहिले चाहिँ हामी कञ्चनजङ्घा स्टेडियम क्रस भएर पनि विधान मार्केटमा चाहिँ भाइ भाइ आइसकेर जितिँदैछौ। ए यही हो अगाडिको विधान मार्केट, अलिक खाली रहेछ आज चाहिँ। दिउँसो भएर होला है, घाम पनि चर्केकोले गर्दा मलाई। भाइ भाइ भनिदेऊ भनिदेऊ हजुर भने। ऊ लिच्चीहरू पनि आएछ पुरा। यति बेलाको लिच्ची चाहिँ खानु हुँदैन नि फेरि, कहाँ हुँदैन यति बेलाको चाहिँ खानु। ए लिच्चीको सिजन लागेछ, आँप र लिच्चीको सिजन है। यहाँ चाहिँ फुलमालाहरू उयो त के पो भन्छ त्यो सेतोलाई? तिमीले गजेरा के पो गजेरा तिमीले उता लगाएको थियौ नि। साथीभाइ अब चाहिँ हामी जाँदैछौँ है। हामी चाहिँ अहिले चेकपोस्ट आइपुग्यो है। यहाँ चाहिँ फ्लाइओभर बनिँदै गरेको ठाउँ है यो चाहिँ। कस्तो पाराले आउँछौ भने अटोहरू पनि। धमाधम काम हुँदैछ यता चाहिँ। पानी पर्ला जस्तो हुँदैछ क्या उता। के गालेको? हाँचिदेऊ न एकपल्ट अन्त। हाँचिदेऊ त छिटो, हाँचिदेऊ। हाँचिदिने ए हाँचिदिएको 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 भयो भाइ त हो। अब जामबाट हिँडेको हामी चाहिँ अहिले सालुगढा पुग्न आँटिहाल्छ हामी। यता चाहिँ यसरी काम हुँदो रहेछ फ्लाइओभरको। फटाफट काम चल्दो रहेछ। यो चाहिँ सालुगढा है हामी आइपुगेको चाहिँ अहिले एक्ज्याक्टली। अब चाहिँ प्लेन सक्यो, अब चाहिँ सेभोक आइपुग्यो। अब चाहिँ हल्का पहाड देख्न थाल्यो है। गोरेटो घुमाउने जग्गाहरू हुँदै हुँदै जाने अब चाहिँ। यी रेलगेटको यहाँनिर चाहिँ यसरी जाम भइरहेछ। डल्लै जान्छ। साथीभाइ अहिले चाहिँ हामी आइपुग्यो सेवक काली मन्दिर। जाम रहेछ पुरा, जाम रहेछ पुरा भाइ। भाइ ल साथीभाइ, अब चाहिँ हामी टिस्टा ब्रिज पुग्नु आँट्यो है। देख्दैछ पर चाहिँ टिस्टा पुल चाहिँ।
आज राति पानी आउने रहेछ जस्तो छ है। यो देख्दै भए चाहिँ रेलवे टर्नल है, टिस्टामा आइपुग्यो। ए अब चाहिँ हामी चित्रेबाट उकालो लाग्यो। अगाडि कुन चाहिँ जाँदैछ पाएन, अगाडि बस जाँदै रहेछ कालेबुङ टु सिलगढीको स्टार्ट लाइन। हिमाल पर्वत चढियो अब चाहिँ आइपुग्यो है, पुग्नै आँट्यो घर चाहिँ। भाइ 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 भनिदेऊ हामी पुग्यौँ अब भनेर। यहाँ पनि उयो खोलेको रहेछ है, नेक्सा सुजुकीको। यहाँनिर मारुति सुजुकीको नेक्साको हेरेर चाहिँ यहाँनिर पनि खोलेछ 7 माइलमा सोरुम। ब्रान्डेड नेक्सा चाहिँ यहाँ फोटोस पाएको। पञ्चायत अफिस आइपुग्यो, नयाँ पञ्चायत अफिस चाहिँ यही हो अहिलेको यो एरियाको।